केटा मान्छेले पनि स्किन केयर गर्छ र भन्ने मान्छे म अहिले मोइस्चराइजर र सनस्क्रिन नलाई घरबाट बाहिर निस्कनै सक्दिन। हाई, आई एम अर्जुन। रिस्टार्टिङ माई लाइफ विथ 30 भिडियोज इन 30 डेज। टुडे इज डे 7। पहिला म गाउँतिर हुँदा मलाई के लाग्थ्यो भने काठमाडौँ गएपछि त म खतराई गोरो हुन्छु जस्तो लाग्थ्यो। तर 5-6 वर्ष बितिसक्दा न त म गोरो भए न त काले नै। मेरो स्किन त्यस्तो नराम्रो त होइन, तर मैले चाहेको जति राम्रो पनि छैन। त्यही भएर मैले स्किन केयर गर्न थालेको छु। अनि स्किन केयर गरेपछि म एकदमै गोरो हुन्छु त भन्दिन, तर मेरो स्किनमा भएको एक्नी, ब्ल्याक हेड्स र सन ट्यानिङ रिड्युस भएर थोरै ब्राइटनेस, स्मुथनेस र हेल्दी लुक चाहिँ आउँछ कि भन्ने आशा छ। त्यसको लागि मसँग छ हाडा लाभोको हेलिरोनिक एसिड क्लिन्जर, केजान्सको मोइस्चराइजर अनि अक्सीको SPF 50+ सनस्क्रिन अनि एलोभेरा जेल र भिटामिन ई। मलाई अहिले यो प्रोडक्टहरूको खासै नलेज छैन, त्यसैले लोकल स्टोरबाट जुन राम्रो लाग्यो त्यही उठाएर ल्याए। अब बिस्तारै युज गर्दै गएपछि पछि अपग्रेड गर्दै गरौँला। मेरो रुटिन चाहिँ राति सुत्नु अगाडि क्लिन्जरले फेस वास गर्छु अनि भिटामिन ई र एलोभेरा जेल लाएर सुत्छु। मर्निङमा फेरि एकचोटि क्लिन्जरले फेस वास गरेर केजान्सको मोइस्चराइजर लाउँछु अनि अक्सीको SPF 50+ सनस्क्रिन युज गर्छु, जसले मेरो स्किनलाई दिनभरि फ्रेस राख्छ र सनबर्न हुनबाट प्रोटेक्ट गर्छ। स्किन केयर भनेको गोरो हुने या राम्रो देखिने मात्र होइन, आफूले आफ्नो बडी हेल्थ र सेल्फ केयर प्रति देखाउने एउटा सबैभन्दा इम्पोर्टेन्ट डिसिप्लिन हो। सो तपाईहरुले स्किन केयर गर्नुहुन्छ भने कुन प्रोडक्ट युज गर्नुहुन्छ कमेन्ट गर्नु होला, अनि गर्नुहुन्न भने अब स्टार्ट गर्ने कि नगर्ने त त्यो पनि कमेन्टमा भनिदिनु है त। बाइ बाइ।